ल है साथीहरू हेर्नुहोस् कुखुरा काट्ने ठाउँ मसिन कत्रो छ, ठुलो छ नि मसिन त होइन। हजारौँ कुखुरा काट्छ यसमा। यहाँ चाहिँ कुखुराहरू झुन्डाउने समातेर ल्याएको हुन्छ, झुन्डाएर यहाँबाट सरर जान्छ होइन, झुन्डाएर लाइन बाई लाइन। यहाँ पानी अर्थिङ हुन्छ, यहाँ चाहिँ पानी हुन्छ, डुब्छ त्यहाँ, हल्का बेहोस भएपछि यता निस्किन्छ। यहाँ चाहिँ काट्छ होइन, उल्टो पारेर उल्टो हुन्छ। अनि यो ब्लड जम्मा हुने ठाउँ हेर्नुहोस् त, पुरै खुनहरू जम्मा हुन्छ। खुनहरू टप 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 चुहिँदै जान्छ अनि यहाँ चाहिँ जम्मा हुन्छ पुरै ब्लडहरू। अनि यो चाहिँ हेर्नुहोस्, यहाँ तातो पानी हुन्छ, यहाँबाट लाइन बाई लाइन डुब्दै जान्छ तातो पानीमा उम्लेको। इलेक्ट्रोनिकले तताउँछ पानी चाहिँ उम्लेको। यहाँबाट डुबेर सलक्क कुखुराहरू लाइन बाई लाइन जान्छ यहाँबाट। त्यहाँबाट चाहिँ यत्रो छ भाँडो यो पानी जम्मा हुने, तल चाहिँ इलेक्ट्रोनिक बिजुलीबाट चाहिँ उम्लिन्छ, यहाँ निस्किन्छ। त्यसपछि कुखुराहरू हेर्नु यसरी चट्ट निस्केपछि यो चाहिँ पुरै भुत्लाउने, कुखुराहरूको रौँ पखेटा सब निकालिदिन्छ यहाँबाट। बार बार चल्छ मसिनहरू, किन पुरै भुत्ला निकालिदिन्छ यसले। त्यसपछि चाहिँ पुरै यहाँ चाहिँ चर्लक्क सफा भएर निस्किन्छ यहाँबाट। अनि लाइनसित जान्छ, यहाँ सरर जान्छ, यहाँ फोहोरहरू झर्छ अलिअलि पानीहरू। अनि यो तलको चाहिँ यहाँ यहाँबाट खस्छ कुखुराहरू चाहिँ, यहाँ खस्छ। यहाँ खसेपछि घुम्दै 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 तलको घुम्दै यहाँ यता पाइया राखेको हुन्छ, क्यारेटमा झर्छ। त्यसपछि क्यारेटबाट निकाल्यो। यत्रो छ मसिन, थुप्रो कुखुराहरू पट्न सक्छ एउटै मसिनमा। हेर्नुहोस् त कति चाँडो सजिलो।